यो दुई लाइन गाउँमा पर्खिरहेकी मेरी आमा म समर्पित गर्दछु। आँगनीको डिलमा बसी छोरो फर्किने बाटो कुर्दै बसेकी मेरी आमा अब अल्लिवेद धैर्य गरी बस ल। यो अभागी छोरो तिम्रो आँसु पुस्न छिट्टै आउँदैछ। छोरो फर्किन्जेल एक मुट्ठी श्वास अनि काललाई चुनौती दिएर बस्नु है आमा। तिम्रा फुटेका हातहरूमा मलम लगाउन, तिम्रा हरेक सुख दुःखमा सघाउन अनि तिम्रो टुटेको आत्मविश्वासले जगाउन अनि त्यो दुःखको भूतलाई धेरै टाढा भगाउन म आउँदैछु अल्लिबेर पर्खी बस ल। प्रेमकी सदाबहार अविरल बगिरहने खोला, त्याग र समर्पणकी देवी अनि जीवित ईश्वरकी अनन्त प्रतिमूर्ति मेरी आमा। तिमी सन्तानको प्रगति हेर्नको लागि मात्रै भए पनि पर्खी बस ल। यो अभागी छोरो आज पनि जीवनसँग सङ्घर्ष गरिरहेको छ। धेरै पटक हारेको छु आमा, तर हार मानेर घुँडा टेकेको छैन। जबसम्म सफल भइन्न तबसम्म प्रयास सदैव जारी छ आमा। सपना देखेर आएको भए सायद म आजसम्म फर्किसक्थे त्यो तिम्रो खपि नसक्नु दुःख देखेर। तर विडम्बना मैले आफ्नाहरूलाई सपना देखाएर अनि सतुरलाई चुनौती दिएर आएको छु आमा। त्यसैले सफल नभएसम्म म घर फर्किन सक्दिनँ आमा। छोरो बिग्रेला भनेर कति पनि पिर नलिए है आमा। यो छोरोले बाबाको सङ्घर्ष अनि हजुरको त्याग र समर्पणलाई बुझेको छ। आफ्नाहरूले अप्ठ्यारोमा छोडेको साथ अनि सतुरले कठिन परिस्थितिमा लगाएको वचन अझै पनि बिर्सेको छैन आमा। त्यसैलाई नै मैले इकको संज्ञा दिएर जीवनसँग निरन्तर सङ्घर्ष गरिरहेको छु। थाहा छैन यो लडाइँमा म कहिले विजयी हुन्छु, तर अन्तिम श्वाससम्म मेरो लडाइँ जारी रहनेछ आमा, चाहे म यात्रामै विलिन किन नहोस्। कारणवश यदि हजुरको यो छोरो गन्तव्यमा नपुगी यात्रामै विलिन भए पनि तिमी निराश नहुनु है आमा। ईश्वरलाई निडर जवाफ दिनु, मेरो एउटा छोरालाई सफल हुन नदिए पनि मसँग मेरो तरबार भन्दा धारिलो अर्को छोरा छ भनेर